बिहान उठेपछि सिधै तल रुममा गएको, बाबुले खाना खाँदै रहेछ। त्यसपछि गएर ब्रस गरेँ, फेरि गएर अब चिया तताउनु पर्यो। फेरि अनि क्यामेरा बोकेर अब भिडियो बनाइरहेको थिएँ। बाइक स्टार्ट गरेँ। क्लासमा गएको मलाई पुगेर बसिरहेको छ। सबजना आएर भित्र क्लास सुरु हुने बित्तिकै मायानिज खतरा घोट्नुपर्छ। भाइले हरिक दिइरहेको। म चाहिँ भिडियो बनाउँदै हिँडेँ। भिडियो बनाइरहेको थिएँ। मायोनिज रेडी हुँदै थियो। साइडमा रेडी ग्रिल त्यो बवाल चिकन छ हेर्नु न। अब दामी ग्रिल चिकन हो होइन। ओभनमा नि अझै गराएको, ओभनमा राखेको 10-15 मिनट दामी पछि प्लेटिङ भयो। प्लेटिङ भएपछि फेरि बाइक टिपेर अब सरर घुम्न जानु पर्यो। कहाँ भन्दा सिधै सिमसार भुतातिर। एकछिन भयो, भुतातिर गएर बसियो। अनि त्यसपछि चाहिँ अहिले मस्त बाइकमा जाँदैछौँ। थियौँ 2-4 जना अझै पनि च्याउ लागेर जान लागेको। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। दामी छ ठाउँ, शान्त ठाउँ, भित्र छ, जङ्गलको भित्र हल्का आउन सक्नुहुन्छ। पिकनिक स्पट जे गर्न पनि दामी छ ठाउँ। तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्। एकदम राम्रो छ। ताल छ, सानो ताल छ। त्यहाँ फुलहरू कमलको फुल हुन्छ। बाइक लिएर हिँडिरहेछौँ अझै पनि। फाइनली पुगियो तालमा। सिमसार ताल पनि पुगियो। हेर्न सक्नुहुन्छ तपाईँहरू। यही हो सिमसार ताल। दामी छ कि कस्तो लाग्यो भिडियो तपाईँहरूले कमेन्ट गर्नुहोला, लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोला। मन पर्यो भने पछि नोटिफिकेसन आउँछ, भिडियो हेर्न सजिलो हुन्छ। हेर्नुहोस् भिडियो। बाइ बाइ।